नेपालमा कृषि भन्ने किन गाह्रो छ? कृषि भन्ने गाह्रो भनेको यो हेर्नु, यहाँबाट कत्रो कठासम्म होइन, कत्रो बिघासम्म भनौँ नि, कठा के भन्नु, बिघासम्म खेत जोतिन्छ। अनि त्यो सबै खेतमा पानी पुर्याउनलाई यही बाटोबाट जान्छ। हेर्नु त कस्तो बाटो छ। योले के हो सरकारलाई यार, के गर्यो? अलिकति पनि रक्षा छैन यो पानीको। पानी चल्न कस्तो गाह्रो भएछ यार, यस्तो जङ्गल भएर। कम्तीमा त यो नालाहरू त साफ गर्नुपर्ने यार, के गरिरहेछ? त्यही भएर त देशको विकासै छैन। कस्तो गाह्रो छ, पानी नि अट्की गइरहेछ। अनि कसरी पटाउने? नभएर मान्छेहरू खेतै रोपिया छैन, कत्रो खेत। अनि रोपेको खेतहरू पनि गाह्रो नै छ, पानी नै छैन। यी हेर्नु त यस्तो फोहोरो छ। यो मेन भनेको मेन हो, फाटक भन्दा ठक्कै मुनि छ। अनि यस्तो गाह्रो छ यार। यो हेर्नु, नाला कस्तो छ, अनि यहाँ खेत यहाँ रहेछ। ले कसरी यो खेतमा पानी आउने? कसरी यो खेत बाँच्ने? कसरी यो जिउने? कसरी पानी पटाउने? के दमकलले ढेरी ठेकेर हुन्छ? दमकल ठेक्नलाई पनि त त्यसमा पानी राम्ररी आउनु पर्ने। पानी आइरहेको छैन, के गर्ने यार? सबै खेतमा त्यस्तै हालत छ हो साथी। के गरिरहेछ यहाँको सरकारले? स्थानीय सरकार पनि र कस्तो, के भन्नु यार नानीको छोरीले। यो हो हिँड्ने बाटो, यो हो हिँड्ने बाटो। यस्तो छ हिँड्ने बाटो देशको। के गर्ने यार? यो कम्ती बाटोलाई व्यस्त गरिदिनु पर्छ नि यार। यो हो पानी स्थिति, यस्तो हाल छ पानीको। ल, चप्पल बोतल के सबै यहाँ अट्केछ यो फाटकको अगाडि। न सफाइ छ, न केही छ। के गरेछ त्यत्रो बजेट लिएर यार? यत्रो लाखौँ करोडौँ बजेट आउँछ, कहाँ जान्छ, के गर्छ थाहै छैन। यस्तो छ। अनि पानी त्यहाँ उभिया छ, माथिबाट पानी झर्रा गएर छ, अनि खेतमा जाने पानी नै छैन। ले, यस्तो हालत छ देशको। थुक्कमा सिक्नेहरूले, नेताहरू मुजीहरू मार्यो यार।